सम्पूर्णमा नमस्कार। व्याकरणका कुरामा यहाँहरूलाई स्वागत छ। यो भन्दा अघिल्लो भिडियो ह्रस्व दीर्घ सम्बन्धी नियम 5 को बाँकी रहेको अंश यो भिडियो मार्फत शेयर गर्न चाहन्छु। नामयोगी र क्रिया विशेषण अव्यय शब्दहरू ह्रस्व हुने र कुनै कुनै क्रिया विशेषण शब्दहरूका अन्तिम इकार दीर्घ हुन्छन् भन्ने कुरा अघिल्लो भिडियोमा गरिएको थियो। त्यसैगरी स्क्रिनमा देखिएका संयोजक, विस्मयादिबोधक र निपात अव्यय शब्दहरू पनि ह्रस्व लेख्ने गरिन्छ। साथीहरू, सम्झिनुपर्ने कुरा, अव्यय शब्दमा प्रयोग भएका उकार सबै अव्यय शब्दमा ह्रस्व नै हुन्छ भने केही शब्दमा मात्र दीर्घ इकारको प्रयोग हुन्छ भने बाँकी अन्य सबै अव्यय शब्दहरूमा ह्रस्व इकार नै प्रयोग हुन्छ। साथीहरू, तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। अहिलेलाई बिदा हुन चाहन्छु। धन्यवाद।